हरि ओम महासहस्रशीर्षेगा मुरुगः सहस्राच सहस्रपातः सबो पूजा गरेर दुई दिने पूजा गरेर नि अब सहस्र हरि ओम बसवसादो वायन्तु गायत्रे नाथन्दासाङ्गिरसोगा कोइला दिन भन्यो भने फट्टा ल्याउन पर्छ सम्पत्ति प्राप्तये मम आत्मना सर्व परिवार ग्रह कृत राजा पूजा सर्व पूजा पूजा निर्देशन विष्णु कृष्ण द्वारा शिव गणेश देवी सर्व सर्वग दीर्घायु आरोग्य समृद्ध पुत्र पुत्र ध्यान अवच्छिन्न संपत्ति वृद्धि स्थिर वसन कीर्ति ताप शक्ति प्रदय सर्वविष्ट सत्यता तथा च अस्मद पूर्वजानां प्राप्त सुवर्णं बन्धनं प्राप्त तीव्र प्रचलन निवेशादि काल भाग समय युग सहस्त्र सकल विद्यारम्य विवाहित परमेश निरमिता संग्रामी संकटस्य विघ्नस्य निरायते शुक्लं वरदं देवं शशिवरं चतुर्भुजं प्रसन्न वदनाय सद्गुणं शान्ते अविसिद्धार्थ सिद्धेथं पूजिते यशराश्रे सर्वविघ्नस्तस्मै गणाधिपतये नमः मंगलमूर्ते नमः श्री महागणाधिपतये चतुर्मेधाग्नि मेधाविनन्दनं स्वाहा मेधामे ब्रह्मजात मेधामग्नि प्रजापति मेधामिन्द्र सपाई समेदं दातुमे स्वाहा पुरादेवी पुरादेवी वरावत सुगुणा पुनरावत वर्षमेति नमः मोर्चमुस्तब्धम् इदं मे ब्रह्मञ्च सत्रं च वे श्रीमस्मृता मम इति ददातु श्रीमद्वन्तसेते स्वाहा छोड दिनु भयो है। अब कर्ताको हातमा चरु नरिवल त्यहाँ घिउले भरिएको नरिवल खै अनि घिउमा चोबेर दिनु पाटहरू दिनु हजुर हातमा उठ्नु सुट्नु चरु पनि हातमा राख्नु पर्यो भाउजूहरूले प्रसादी हातमा राख्नु प्राश्चित्य एउटा जल चढाउनु पञ्चोपचार जलहरू चढाउनु मार्ग गर्नु नमस्ते सहस्रमूर्ते सहस्रपाद स्फुराम्यं सहस्रनाम्ने पुरुषाससे सहस्रको जोदारी च नमो नमः। ल आरती लिएर उठ्नु। ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक कति कति बार तरे ओम जय जगदीश हरे। ताली बजाएर साथ दिन सक्नुहुन्छ। मनको
आरती सब अनि यता हो के ओम जय जगदीश हरे नित्य निरंजन निर्मल हो यहाँ रुद्रीमा देखा ल प्रभु का यहाँ बाटो छैन समस्त परिवार से दरिद्र नाश करुणार्थ छ पुत्र पौत्रादि समृद्धि अमृत सौभाग्य प्राप्ति पूर्वक लक्ष्य दिवदान कर्म सहित फल प्राप्तये सुवर्ण मणिका सहित रजत दुकान प्रदान विश्वकर्मलिदाकं यथातन पूर्णय श्रीमन् प्रणय कम सम्पर्दने तथा च अतिथ्यादि पुरुषाल संयोगस्त मध्यः तद सुवर्ण कीर्ति सहित काशी पात्रम तद निमित्त गोप्य अधिदानं तथा श्री काशी पात्र दान संकल दान कहिले अनि दुःख प्राप्ति हुँदैन सुख सम्पत्तिहरू प्राप्त हुन्छ त्यही कारणले हामीले कुन कर्म गर्नुपर्ने हो कुन कर्म गर्नुपर्ने भन्ने कुरालाई ध्यान दिएर हामी कर्महरू गर्दै गर्दै अगाडि बढे पनि हामी बाँचिन्छौँ पनि हामीले सुख प्राप्त गर्छौँ। ओम नमो भगवते वासुदेवाय। यसै कारणले मैले आदरणीय सम्पूर्ण भक्तजनहरूलाई सबैले अतुल्य मायामा गर्न चाहन्छु भने हजुरहरू बिहान 6 बजे उठ्नुहुन्छ भने 5:30 बजे उठ्नु भगवानको निमित्त आधा घण्टा समय छुट्याउनुहोस्। पूजा हजुरले गर्नु नै हुन्छ सम्पूर्ण धार्मिक कुनै हुनुहुन्छ यदि कसैले गर्नुहुन्छ भने भगवानको निमित्त आधी घण्टा मात्रै भए पनि समय छुट्याउँछ भनेर नमस्कार गरेका मुनिले अनि ती लक्षणले बताउनुहुन्छ। अनि त्यसपछि लक्षणले अनि त्यसपछि यो गर्दाखेरि यो पूजा गर्दाखेरि अरू गर्नुपर्दछ कति भनेर प्रश्न गर्न थाल्दछन् अनि तिनले भन्न थाल्छन् नमस्कार गरेका मुनिले 1 महिना अगाडिदेखि हात घोडाका नलहरू काटेर बत्ती काट्ने लाख बत्ती उडाउने त्यसपछि लक्ष्मीनारायण अर्पण गर्ने अनि यस्तै तरिकाले यज्ञहरू बनाउने जसरी यहाँ यज्ञ बनाउनु भएको छ यस्तै तरिकाले यज्ञ बनाउने अनि ईशान्य कोणमा भगवान शिवको स्थापना गर्ने बायाँ कोणमा भगवान देवीको स्थापना गर्ने मध्य भागमा लक्ष्मीनारायण सबैले ओम नमो भगवते वासुदेवाय भनेर साथ दिनु होला। ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय वासुदेवाय भज वासुदेवाय वासुदेवाय भज वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय श्याम देवी माता श्याम देवी माता श्याम देवी माता नैवेद्यं समर्पयामि तं सदा शिवाय नमो श्याम देवी माता श्याम देवी अनि त्यहाँ आजको महाप्रसादहरू अब आरती नै आरती त यहाँ थियो बेटा अगाडि आएर ए वाह नेत्र बा भएपछि हामी शाखा हौँ उहाँ शाखा देवता तथा श्री तथा दुर्गावती भाई हमें परिवार तथा दीपक कर्मण परिपूर्ण सिद्धार्थम
दश दिक्पालक विघ्न कर्म परिवर्तन सिद्धार्थम आचम भौरा वृषम उपेश्वर मंगला पिंगला धानेका ब्राह्मणी भद्रिका उर्के सिद्ध संकटग्र शान्ति कर्मार्थम कर्मण परिपूर्ण सिद्धार्थम ब्राह्मण द्वारा अग्नि स्थापना विघ्न हवनादि कर्म परिपूर्ण सिद्धार्थम ब्राह्मण द्वारा शुक्ल पाठ पारायणी तथा च श्रीमद् भगवद गीता पाठ पारायणी तथा सप्तश्री श्रीमद् भगवद गीता पाठ पारायण गरौँ तथा श्री सप्तशती चण्डी पाठ अग्निनैति मरे त्र्यम्बकम इति मन्त्र श्री प्रियवर्ती त्यसलाई निकाल्नु भूमिका राख्नु पर्छ कति भूमिका राख्नु अनि त्यहाँ जुनामा बत्ती छ होला नि जुनामा बत्ती 10 बजे हैन हो त्यसलाई सल्काउने हो त्यसले जुनाले बत्ती सल्काउने हरे अघिरा छोके भाउजूले मेसरी आउनु है हो त्यो सल्काउनु आमिरे छोरी स्वाहा भयो उठाउनु अब त्यो तलको आरती घुमाउनु दाइ